जय प्रेम, म प्रेमवादी समीर यात्री। आजको भिडियोमा म तपाईहरुलाई देखाउँदै छु भक्तपुरको एक विशेष र ऐतिहासिक स्थान भाजु पोखरी। यसलाई भाजु पुखु पनि भनिन्छ र पोखरीको बीचमा अवस्थित सुन्दर संरचना जलेश्वर महादेव मन्दिर। यो पोखरी भक्तपुर अस्पतालको छेउैमा र सिद्धि पोखरीको ठ्याक्कै अपोजिट साइडमा पर्छ। यदि तपाई भक्तपुर घुम्न आउनुहुन्छ भने यो ठाउँमा तपाई अवश्य घुम्न आउनुहोला। आज हामीले यहाँको वातावरणमा घुमघाम रमाइलो गर्यौं अनि रमाउँदै माछाहरूलाई चारो खुवाएको अद्भुत दृश्य भिडियोमा समेटेका छौं। माछाहरू चारैतिरबाट रमाउँदै चारो खान आइरहेका छन्। यो पोखरीको वरिपरि घुम्दा अद्भुत आनन्द मिल्यो। पोखरीको वरिपरि हिँड्दा पुरानो नेवारी सांस्कृतिक वास्तुकला र वातावरणले अझै मन खिचिन्छ। यहाँ शान्ति, सफा हावा र प्रकृतिको सरल सुन्दरता एकदमै मनमोहक छ। तपाईलाई सांस्कृतिक, प्राकृतिक र शान्त वातावरण मनपर्छ भने भाजु पोखरी एक उत्कृष्ट स्थान हो। भिडियो अन्तिमसम्म हेर्नुहोस्, तपाईले धेरै कुरा यहाँ देख्न पाउनुहुनेछ। पोखरीको बीचमा एउटा ठुलो मन्दिर छ। ल हेर्नुस् कति धेरै माछा आइरहेका छन् पोखरीमा। ल हेर्नुस् गाइस कति धेरै माछा। हालिदिनुहोस्। ल हेर्नुस् गाइस कति धेरै माछा। हजुर पनि घुम्न आउनु होला। ल हेर्नुस् कति थरी थरीको माछा। वाओ, सो ब्युटिफुल। भक्तपुर बस पार्कबाट भित्र छ यो पोखरी चाहिँ। एकदमै राम्रो छ, घुम्न लायकको ठाउँ छ है। आज चाहिँ धेरै मान्छे छैनन्। ल हेर्नुहोस् यहाँनिर धेरै थरीको माछाहरू आइरहेका छन्। बाबु नानीहरू पनि आउनु भएको रहेछ हेर्नलाई। ओहो ल हेर्नुहोस्, हेर्नु हेर। ओहो कति धेरै माछा। ल हेर्नुहोस् त यहाँ। ओह माई गड। ओहो नि कति धेरै। ल हेर्नुहोस् गाइस कति धेरै माछा। वाह खान्छ नि। ल ओहो हेर्नुहोस् त यहाँनिर। ल बाबु ल हेर्नुहोस् गाइस भक्तपुरको सिद्धि पोखरीमा यति धेरै माछा छन्। ल हेर्नुहोस् त। भयो भयो हजुर हालिदिन्छु। जसले दियो नि दिने हो।
ओहो हो ल हेर कति धेरै माछा। ठिक छ अर्कोचोटि आउँला नि। छिउ छिउ भिजाइदियो त माछाले त मलाई। कति धेरै माछा ओहो कति राम्रो। हेर बिचरा कति धेरै भोक लागेको रहेछ। सबै अहिले चाहिँ कति धेरै थियो अहिले चाहिँ बाहिर गयो उनीहरू। अझै पनि छन् हेर्नुहोस् कति थरी थरीको माछाहरू। बाबु लड्छ नगर। हेर्नुहोस् कति धेरै आइरहेछ माछा। नानले नि चारो हालिदिरहेको छ माछालाई। पोखरी घुमेर चाहिँ हामी अब घर फर्किँदैछौँ रुम। हजुर यहाँ आउन चाहनुहुन्छ भने भक्तपुर हस्पिटलबाट अलिकति भित्र साइडमा हो। भक्तपुर हस्पिटलको बस पार्कबाट भित्र आउनुपर्छ। एकदमै रमणीय ठाउँ छ, एकदमै राम्रो। यहाँ एकदमै ठुलो मन्दिर छ बिचमा, पोखरीको बिचमा। दिदी कस्तो लाग्यो यो पोखरी चाहिँ हजुरलाई? एकदम रमाइलो राम्रो। रमाइलो छ नि? एकदम रमाइलो छ। ल तिमीलाई कस्तो लाग्यो भक्तपुर एकदम राम्रो। पोखरी राम्रो छ नि? एकदम। ल हामी चाहिँ अब यहाँबाट घुमेर अब हामी रुम फर्किँदै पोखरीबाट। म चाहिँ योसँग सेकेन्ड टाइम भयो आएको। योभन्दा पहिले पनि म आएको थियो यहाँनिर घुम्नको लागि। आज पनि आउने अवसर पाएँ। धेरै माछाहरू छन् है पोखरीमा चाहिँ। ल हेर्नुहोस् यस्तो देखिन्छ है बिचको पोखरीको बिचमा भएको मन्दिर चाहिँ।